वाह आजको मौसम बवाल छ मस्त हावा चल्दैछ। खै साला केटाहरूले खुब पार्टी खुवाउ दाइ, पार्टीको व्यवस्था गर्नु भन्छु बलु दाइ। त्यो आज पहिला केटाहरूलाई बी होटलमा खुवाइदिनु पर्छ पार्टी क्या। म सबले च्यालेन्ज गरेको छ होइन। बिहान एक बोतल खाएको साला कहाँ छोड्यो कहाँ छोड्यो। ल केटाहरूले हेलो हाकु भाइ कहाँ छ यार तिमी? यहाँ दाइले आज मसँग हेर्न च्यालेन्ज गरिसक्यो होइन भाइ। दाइले ल भाइ बी होटलमा आज पार्टी गर्दैछ ठुलो होइन, त्यहाँ आउने ल हाकु भाइ। भाइले के गर्नु पर्यो भने नि त्यही 4-5 बोतल बियरको व्यवस्था मिलाउने हो भाइ। बाँकी दाइले रातभरि कोठाको व्यवस्था होइन, स्न्याक्स भयो, पबमा डान्स, पैसा यसो फाल्ने लड्कीहरूलाई पैसा खाने सब व्यवस्था गर्छ दाइले। भाइले बियरको व्यवस्था मात्रै गर्नु पर्यो है भाइ। ल ठिक छ, ल 6 बजे आइपुग्ने बिग होटल विराटनगर है भाइ। दाइले ठुलो पार्टी दिँदैछ है। ल यो हाकुले पनि व्यवस्था गर्छ बियरको। अब यो सप्तरिया छ नि, यो 4 सप्तरिया छैन यी धीरज। एकरा फोन लगेपछि बडा बिनाजु पार्टी दर्कै छ हो। अच्छा ठिक छ। हेलो धीरज बाबु कता छ तँ? यता बिनाजु बड्का पार्टी त बिग होटल छ नि विराटनगरको। उता अब त बियर सियर एकदम होटल कोठा सोठा बुक सब किया लेने छ ठीक छ। तोहर जिम्मा रह गेलै खाली स्नैक्स में की 1000-1500 टका लागतै बस। तोरा खाली स्नैक्स के व्यवस्था करेके छ। बाँकी कोठा में सुते के कोठा बुक पप सब छोरी डांस करे पैसा उठे के जिम्मा सब तो बिनाजू का बल्लू बिनाजू का। सारे धीरज सप्ताह माँ फटा आदमी कंजूस 1000-1500 टका लागते स्नैक्स का बस होते व्यवस्था। बाकी सब बिनाजू जिम्मा लेते ठ्याक्क 6:30 में बिग होटल में आवे के ले ल सप्ताह फटाएको भइए गेले। अब भिंडी भिंडी लिंबू और साग फरिया के दैसी भिंडी दोस्त तिमी कहाँ छ यार? यहाँ जात यहाँ दोस्तले बोली दोस्तले आज मौसम पनि बवाल छ होइन भाइ। यहाँ बिग होटलमा ठुलो पार्टी गरेको छु है। दाइले कोठा राति फुल सुत्ने होइन, कोठाको व्यवस्था भयो, स्न्याक्स पनि गरिसक्यो है। अनि बियरको पनि व्यवस्था गरिसक्यो दाइले है। ठिक छ। बेलुका ठ्याक्क 7 बजे आउने भाइ। तिमीले खालि त्यहाँ यसो 1000-1500 यसो केटीहरू यता डान्स गर्छ नि भाइ। हो खालि त्यसलाई यसो उडाउन यसो हल्का बोको। बाँकी सब यो तिम्रो बलु दोस्तको जिम्मा है भाइ। बेलुका ठ्याक्क 6:45-7 आइपुग्ने बिग होटल विराटनगर है। आजको पार्टी होइन बिग होटलमा यो तिम्रो बलु दोस्तको नाम है। भिन्डी भाइ के बुझ्यौ होइन? ल ल ल मेरो त घर पार्टीहरू ल ल ओके ल। अब बियरको पनि व्यवस्था भयो, सुत्ने व्यवस्था। यो मलाई च्यान्टे छ कि च्यान्टेले पनि फोन गर्नु पर्यो। च्यान्टे बाउने यार तिमी कहाँ छ ध्यात? कहाँ छ? यहाँ बल्लु तिम्रो दोस्तले आज बिग होटलमा ठुलो भव्य पार्टी राखेको छ है। बाहुन सुन न, मैले अब सबै व्यवस्था गरिसकेँ। स्न्याक्स बियर होइन, यसो डान्स बाजमा केटीलाई पैसा उठाउने सब व्यवस्था गरिसकेँ। तैँले एउटा कोठाको मात्र व्यवस्था गर्ने हो के बाहुन बुझिस्? एउटा कोठाको व्यवस्था गर, बाँकी सब त्यो दोस्त बलु दोस्तले गरिसक्यो। मलाई च्यान्टे फटा कति कन्जुस। ल एउटा कोठाको मात्रै तैँले व्यवस्था गर, बाँकी सब दोस्तले गरिसक्यो। आइज आज मौसम पनि बवाल छ होइन। आज भव्य पार्टी मेरो तर्फबाट ल दोस्त आइज ल 7 बजे 7 बजे बिग होटल विराटनगर है। बुद्धि पो लाउनु पर्छ त जाएर खानलाई त। आफ्नो पैसाले खाने हो त? पैसा त छ नि, पैसा त छ नि, के गर्नु पैसा खर्च गर्ने जाँड खानलाई। कोठाको पनि व्यवस्था भयो, लड्की सड्की पैसा फाल्ने त्यो पनि व्यवस्था भयो।
बिहा पनि यो हाकुले खुवाइदिने भयो हो जानु पऱ्यो लुगासुगा लाउनु पऱ्यो नि त अब होइन अलि ह्यान्डसम बन्नु पऱ्यो अब जुन होटलमा बिग होटलमा गएपछि चप्पल कहाँ अब जानु पर्यो